अगाडि बढौं। पहिलो खण्ड, वन भनेको खासमा के हो त? यहाँबाट हाम्रो कुरा सुरु गरौं। सुन्दा एकदमै सामान्य लाग्छ नि, होइन र? रुखैरुख भएको ठाउँ नै वन हो। तर जब देशको स्रोत साधन व्यवस्थापन गर्ने कुरा आउँछ, त्यतिले मात्र पुग्दैन। यसको एउटा ठ्याक्कै नाप्न सकिने वैज्ञानिक र कानुनी परिभाषा हुनु एकदमै जरुरी हुन्छ। अब यो विश्वव्यापी परिभाषा हेरौं त। खाद्य तथा कृषि संगठन अर्थात् FAO ले वनलाई कसरी व्याख्या गर्छ? उसले ठ्याक्कै अंक तोकेको छ। 0.5 हेक्टर भन्दा ठूलो जग्गा, 5 मिटर भन्दा अग्ला रुखहरू र आकाशबाट हेर्दा रुखका हाँगाबिङ्गाले कम्तीमा 10% भाग ढाकेको हुनुपर्छ। यो परिभाषाले विशेष गरी काठ र अन्य उत्पादनलाई अलि बढी फोकस गरेको प्रष्टै देखिन्छ। तर हाम्रो नेपालको वन ऐन 2076 ले भने यसलाई अलि फरक र निकै फराकिलो ढंगले हेर्छ।